दुनियाँ बाहिर सब यदि तपाईँको खानामा किरा राख्दै भए तपाईँ खानुहुन्थ्यो अहिले त्यो लगेर समाएर नि राखिदिन्छ मान्छेहरू बदनामी गराउन लागि होइन तपाईँको खानामा किरा परेर भातमा किरा भने के तपाईँ समातेर जेलमा हालिदिने तपाईँको परिवारलाई हालिदिने किरा पर्ने बित्तिकै थाहा आउने बित्तिकै जेल कसैलाई हाल्नु मिल्दैन अनि जागिरबाट किन हात धुनु पर्यो त कसले सुदन गुरुङले किन ठाउँठाउँमा कारबाही गर्नु पर्यो चाहिँदो गतिविधि गरेर भिभिआइपी ठाउँमा अलिकति सम्मान हुने ठाउँ अपमान गरेर त्यत्रो महाधिवेशन हजारौंको संख्यामा त्यहाँ खाना अर्डर आउँथ्यो र कुकले पनि त के मान्छे हो रोबोट हो उसले बुझ्नु परेन कुक मान्छे हो भने कुकुरको जस्तो व्यवहार किन गरेर नचाहिँदो काम किन गरेर उहाँले चाहिँ सुदन गुरुङलाई टोक्नु गएको थियो टोक्नु गएको भन्दा नि बढी एउटा गरिबको छोरालाई कुकलाई कुकुर जस्तै भन्नु मिल्छ तपाईँले मैले सुरक्षा र यहाँको भिभिआइपी र भिभिआइपी पनि तपाईँलाई आजसम्म थाहा रहन्छ कस्तो गरिकन निगरानी गर्नुपर्छ भन्ने तपाईँलाई थाहा रहन्छ तपाईँले केही भएर सुदन गुरुङ भिआइपी बन्नुको लागि गएको थिएन त्यहाँ राष्ट्र स्वतन्त्र पार्टीको महाधिवेशनमा चुनावमा भोट लाग्नु गएको थियो तपाईँ कसरी भिआइपी बनेर गएको भनेर भन्नु सक्नुभयो ऊ पार्टीको कार्यकर्ता हो तर पद र मण्डलतामा तपाईँको एउटा कुनै राम्रो एउटा होटलमा चाहिँ ऊ भिआइपी हो यदि उहाँ गृह मन्त्रीको पदबाट गृह मन्त्रीको त्यो हैसियतले गएको भाइ त्यहाँ भोट राख्थ्यो त चुनावमा लाइनमा खडा हुन्थ्यो त तपाईँको भोट राख्न के सडक कहाँ तपाईँको हिँड्दै गएर अस्ति पर्सामा गएकै भए पनि गृह मन्त्रीको जिम्मेवारी के हो नागरिकलाई न्याय दिने हो कि होइन नागरिकको जागिर खाने गृह मन्त्री हुन्छ नागरिकको जागिर खाने गृह मन्त्री हुन्छ अनि उसको गृह मन्त्रीको ज्यानै खाइदिने के खाइदिने एउटा माछाको काँडाले ज्यान आउँथ्यो तपाईँले बच्चादेखि लिएर बुढेसकालसम्म कति काँडा खानुभयो तपाईँ त ज्यान गएन त एउटा होल्डिङ सेन्टर एउटा बाहना पाउने बित्तिकै एउटा गरिबको घरबार उडाइदिने गरिबलाई सडक बनाइदिने माछाको काँडाले ज्यान त मान्छे ल तपाईँ 1 किलो माछाको काँडा दिनुहोस् म तपाईँको अगाडि खाइदिन्छु खाएको खाइबो त्यो काँडाभित्रको माछा मान्छे फलाम खान्छ सिसा खान्छ हड्डी खान्छ गृह मन्त्रीले आउनेमा एउटा काँडा पनि खानु नसक्ने कस्तो गृह मन्त्री हो तपाईँले नै खाइदिनुहोस् भाइ जति काँडा कुरो पारेर माछा खाँदा तपाईँ काँडा खानुहुन्छ कि हुन्न म खान्न काँडामा कति स्वाद हुन्छ नि थाहा छैन काँडामा सुप हुन्छ सुन्नु तपाईँ सुन्नुहोस् पहिला काँडाको डरले म माछा खान्न काँडाको हड्डीमा पनि सुप हुन्छ भिटामिन हुन्छ सुदन गुरुङलाई यो कुरा थाहा छ ल थाहा छ तपाईँलाई थाहा हो म त काँडाको डरले माछा खान्न सकेन मेरो कुरा आफै काँडा माछा जस्तै छ काँडा यस्तै छ सुरिलो परेर चटक्क असला माछा हो बुझ्नुभयो ल अब अन्तिम समयमा जाँदा के भन्न चाहनुहुन्छ अब जाँदा के भने